फुकुओका भन्ने नगर त अति नै राम्रो ठाउँ है। मलाई यो ठाउँ असाध्यै मन पर्यो। म यहाँ बस्न चाहन्छु। त्यसो भयो भने काम पनि खोज्नु पर्ने हुन्छ। तर काम कसरी खोज्ने होला? भिसाको प्रक्रिया पनि गर्नुपर्छ होला। कस्तो काम गर्ने हो त्यस अनुसार गर्नुपर्ने प्रक्रिया पनि फरक हुन्छ। अरे यस्तो कुरा केबाट सुरु गर्दा हुन्छ? केही पनि थाहा छैन। समस्या परेको बेलामा फुकुओका इज ओपन सेन्टरलाई सम्झने। त्यो भनेको के हो नि? फुकुओका प्रिफेक्चरमा बसोबास गर्ने विदेशी नागरिकहरूलाई दैनिक जीवनयापनमा आउने कुनै समस्या वा अप्ठ्यारा कुराहरू केही भएको बेलामा विभिन्न विदेशी भाषामा परामर्श लिन सक्ने ठाउँ नि। उदाहरणको लागि रोजगार तथा वासस्थानसँग सम्बन्धित कुरा तथा शिक्षासँग सम्बन्धित कुरा साथै भिसासँग सम्बन्धित कुरा विभिन्न कुराहरूको बारेमा पनि परामर्श गर्न सकिन्छ है। धेरै नै उपयोगी रहेछ है। कहाँ परामर्श लिन सकिन्छ? जनरल काउन्टर फुकुओकासी चिओकुको आकुरोसु फुकुओकाको 3 तल्लामा छ। परामर्श लिने तरिका काउन्टर, अनलाइन, इमेल, फोन मध्ये कुनै एक छनौट गर्न सकिने भएकोले सेन्टरमा आउन नसक्ने व्यक्तिले पनि परामर्श गर्न सकिन्छ। अनलाइनबाट पनि परामर्श गर्न सकिने त खुसीको कुरा हो। त्यसो भए सबै तरिका प्रयोग गरेमा 4 गुणा छिटो समस्या समाधान गर्न सकिन्छ होला है। त्यो त सम्भव छैन जस्तो लाग्छ है। अहिले सम्झदा मात्र पनि 100 वटा भन्दा समस्या देखा परिसक्यो। तुरुन्तै परामर्शको लागि गएर हेरौँ। अबका दिनमा परामर्श गर्ने बेलामा के को बारेमा परामर्श गर्ने हो सो कुरा अग्रिम रूपमा तयार गरेर गयो भने आभारी हुन्छु। बुझे। यस्तो उपयोगी स्थानको बारेमा साथीहरूलाई पनि सुनाउँछु है।